हेलो साथी हो, आज चाहिँ म हतारमा हाम्रो सागर भाइको गाउँ आएको छु, लग्जरी गाउँ आएको छु आज होइन। केटाहरू चाहिँ हिँड्दैछ, मेरो बाइक चाहिँ यहाँ कुद्दैन होला भनेर अब अलिक बाइक पनि त्यस्तो त्यसो नयाँ बाइक भएर फेरि बिग्रियो भने त बरबाद हुन्छ भनेर म यहाँ बाइकमा चढ्न आँटेको। यो पुलमा साथी हो। ल यो कुन पुल हो यार, यस्तो खतरा रहेछ यार। आम्म त माथि पनि यस्तो रहेछ, यत्रो तर्नु पर्ने रहेछ यस्तो। यो पुलको माथि यो पुललाई अड्काउने पो रहेछ त यार, डेन्जर रहेछ ल। आम्मा ल गयो है, उताबाट बा आयो कि। आम्मा खतरा रहेछ यार पुल ल। अब चिप्लो त यार मेरो बाइक त पुस्कारको, खतरा रहेछ। यो त मान्छे हिँड्ने बाटो मात्रै रहेछ कि क्या हो दिदी? पानी पनि परे जस्तो छ नि त यार, पानी पनि पर्यो। सागर भाइको लग्जरी गाउँ पनि आयो, लग्जरी पुल पनि चढ्यो, तर लास्टै भिजायो। के गरेको हो भाइ यार तिम्रो गाउँ लग्जरी गाउँमा त पानीले भिजा त यार। आम्मा कुन खोला हो यो? सागर भाइको लग्जरी गाउँमा त पुरै पानीले भिजा नि त यार। अफिस चिप्लिन्छ कि क्या हो यार? ओहो नयाँ चक्का फेरि चिप्लेर। हो दाजु चिप्लिँदो रहेछ यार यहाँ त। रहेछ हो त, कस्तो चिप्लेको यार, थेट तेरिका। आम्मा निकै डेन्जर रहेछ यार यो पुल चाहिँ। कता हो जानुपर्ने, यता हो कि यता हो? यो पुललाई अड्काउनुको लागि त कहाँ पर लगेको? ओए पानी आयो नि त, हो पानी आयो।